सो वेलकम ब्याक गाइस। आज चाहिँ हाम्रो भ्लग स्टार्ट हुँदैछ यहाँ ब्याक साइडबाट। अन्त हामीसँग छ आज चाहिँ हाम्रो एडबिग भाइ फ्रन्ट लिभर किङ। ल त आज चाहिँ एडबिग भाइले सेट दिन्छ हामी पुसअपको भेरिएसन गर्नेछ। पहिला स्टार्टिङ चाहिँ तपाईँहरूको ह्यान्डस्ट्यान्ड पुसअप गर्छ हो, त्यहाँबाट चाहिँ पुसअप्सको 10वटा जस्तै भेरिएसनहरू तपाईँहरूलाई देखाउँछ। लु स्टे ट्युन गाइज। स्टार्ट हुँदैछ ह्यान्डस्ट्यान्ड पुसअपदेखि। अन्त हाम्रो छ यता समीर। Come on, Samir. 1, 2, 3, 4, 5, 6. कस्तो छ? साह्रो छ? नेक्स्ट चाहिँ हाम्रो एडबिग भाइको लु ह्यान्ड कमान 1 कमन 2 3 हेभी हेभी हेभी। अब हाम्रो दाजुको ट्रेन ल 1, 2, 3, 4, 5, 6, 7, 8, 9, 10, 11, 12, 13, 14, 15. अब चाहिँ हाम्रो हुँदैछ भेरिएसन पुसअप 8 को 10 सेट। द्याट यु क्यान फलो। 1, 2, 3, go. 1, 2, 3, 4, 5, 6, 7, 8, go. 1, 2, 3, 4, 5, 6, 7, 8. 1, 2, 3, 4, 5, 6, 7, 8. 1, 2, 3, 4, 5. 1, 2, 3, 4, 5. अब चाहिँ ड्रागन फ्ल्याग हुँदैछ लु। सन्तोष भाइ आमा ड्रागन यस ल एडबिग हामीले फ्रन्ट लिभर गर्नु लागि चाहिँ स्टेप बाई स्टेप के गर्नुपर्छ? फ्रन्ट लिभर तपाईँहरूलाई सिक्नु मन छ भने चाहिँ फर्स्ट स्टेप तपाईँहरूको यो नर्मल टप होल्ड, चेस्टमा घोडा ल्याउनुहोस् होइन, त्यहाँबाट यो होल्ड गर्नुपर्छ 20 सेकेन्ड होल्ड, त्यहाँनिर एडभान्स होल्ड, यो होल्ड तपाईँहरूले पुरा सिक्नुहुन्छ। त्यहाँ 1 लेग दामी। त्यसमा चाहिँ यो गर्दा ठिकै छ हो। त्यहाँ अर्को स्टेप यता आउनुहोस्, कोरको स्ट्रेन्थ बढाउनु छ भने तपाईँले यो गर्नुपर्छ 10 टाइम्स यस यस दामी हो। त्यहाँबाट यो अहिले फिलहाल यति नै गर्नु बिगिनरको लागि। त्यहाँबाट अझै बिस्तारै स्किल्सलाई प्रोग्रेस गर्दै बढाउँदै यसलाई नै तपाईँहरूले 20 देखि 40 रेप्स त्यस्तो गर्दै त्यहाँबाट प्रोग्रेस गर्नुपर्छ। त समीर हामीले ह्युमन फ्ल्याग गर्नु लागि चाहिँ के गर्नु पर्यो? ह्युमन फ्ल्याग गर्नुको लागि चाहिँ हामीले फर्स्ट स्टेप चाहिँ तपाईँको यो गर्नु पर्यो। यस यस यस्तो माथि अलिकति हात यसो राखेर यो आउट आउट पुस इन एन्ड पुस गर्नु पर्यो। जसले अब सिधै सक्दैन त्यसको लागि चाहिँ नेगेटिभ चढै जानुपर्छ हो। टक्क यहाँ खुट्टा अड्क्यो, मजाले आफूलाई कम्फर्टेबल बनाएर नेगेटिभ जानु पर्यो यहाँबाट चाहिँ। अब त्यहाँदेखि बिस्तारै डाउन, फेरि सकेन भने अप होइन, सकेन यस 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 फेरि यति मात्रै हो। पहिला ब्यालेन्स यहीँ मुनि जानु होइन, यति नै ब्यालेन्स। अब चाहिँ यति होल्ड भएर चाहिँ नेगेटिभ हो, त्यसरी चाहिँ जानु पर्यो। र यो चाहिँ भयो तपाईँको नेगेटिभ होइन। अन्त यो नेगेटिभलाई चाहिँ तपाईँहरूले मजाले मास्टर गर्नु भएर चाहिँ बिचमा अलिकति होल्ड गर्नुपर्छ त्यतिकोमा। अन्त यो होल्ड भएपछि चाहिँ तपाईँहरूको मुनिबाटै उठाउनु ट्राई गर्नुहोस्। र त्यो तपाईँहरूले अब त्यो त मैले गरिनँ क्यामेरामा, अब तर त्यसको लागि तपाईँले अब गर्नु भन्यो भने चाहिँ कमेन्टमा चाहिँ ह्युमन फ्ल्याग लेखिदिनुहोस्। भिडियो नेक्स्ट चाहिँ ह्युमन फ्ल्यागको चाहिँ त्यही हुनेछ भिडियो। थ्याङ्क यू गाइस। जान्दैछु। अन्त मैले चाहिँ तपाईँको यो ह्यान्डस्ट्यान्डको चाहिँ
पुरा हालेको छु रेल तर बेसिकले चाहिँ तपाईँको ह्यान्ड स्ट्यान्ड पनि हुन्छ ह्यान्ड स्ट्यान्ड पुसअप पनि हुन्छ एट द सेम टाइम तर टाइम चाहिँ अलिकति लाग्छ ह्यान्ड स्ट्यान्ड भन्दा चाहिँ सो म चाहिँ यो सिकाउनु गइरहेको छु गर्नु पऱ्यो यो क्रोपोज हामीले क्रोपोजबाटै निकाल्दै जानु पऱ्यो खुट्टालाई सो थर्ड चाहिँ छ हाम्रो खुट्टा खोल्नु पऱ्यो यसरी यो चाहिँ स्ट्रेट गर्नु पऱ्यो यसरी जति होल्ड गर्नु सक्नुहुन्छ गर्नुहोस् देन पुस अन्त नर्मलमा तपाईँहरूले चाहिँ अब वालमा ह्यान्ड स्ट्यान्ड गर्नुहुन्छ तर यो तपाईँले फलो गर्नुभयो भने चाहिँ यसमा ह्यान्ड स्ट्यान्ड पनि उठ्छ ह्यान्ड स्ट्यान्ड पुसअप पनि हुन्छ दुइटै तर अलिकति टाइम चाहिँ ज्यादा लाग्छ अनि मैले बेसिक्सहरू गरेँ त्यो चाहिँ छिटो छिटो लाग्यो तपाईँलाई होइन तर तपाईँले एक एकवटा जति पनि मैले देखाएँ एक एकवटा तपाईँले 30 सेकेन्ड्स चाहिँ मास्टर गर्नु पऱ्यो अन्त मात्रै नेक्स्ट स्टेपमा जानु पऱ्यो सो अल द बेस्ट गाइस सो थ्याङ्क यू सो मच फर वाचिङ द भिडियो होइन अन्त भाइहरू के भन्नु छ भन र यसरी नै हाम्रो प्रभात दालाई सपोर्ट गरिदिनुहोस् होला अनि नसिकेको कुराहरू नजानेकोहरू कुराहरू सबैजना कमेन्टमा लेखिदिनुहोस् होला हामी फेरि नेक्स्ट भिडियोमा तपाईँहरूलाई प्रस्तुत गर्छौँ हाम्रो क्यालिस्थेनिक्स टिम्स फ्रम डी टाउन थ्याङ्क यू सो मच